हामीले नवौं परिषद सम्पन्न गरेका छौँ। यो लामो यात्रामा सामुदायिक वनहरूले थुप्रो आरोह अवरोहहरू पार गर्दै हामीले चाहिँ जनताको अधिकार स्थापित गर्ने, उपभोक्ताको अधिकार स्थापित गर्ने अभियानमा लाग्यौँ। सँगै लोकतान्त्रिक गणतन्त्र स्थापना लगायतका सबै अभियानमा समाजका सामाजिक रूपान्तरणका आन्दोलनहरूमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो स्थापना कालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ र आजको यो परिस्थितिमा पनि हामी अग्रगामी हिसाबले नै आफ्ना नीति कार्यक्रम हाम्रा लक्ष्य उद्देश्यलाई चाहिँ त्यही ढङ्गले परिमार्जन गर्दै अगाडि बढिरहेका छौँ। यो नवौं परिषदमा आइपुग्दाखेरि हामीले खास गरेर अहिलेसम्म भइरहेका कामको समीक्षा गर्दै हामी अबको बाटो के हुन सक्छ त्यो विषयमा हामीले छलफल गरेका छौँ। करिब 300 प्रतिनिधि देशभरिबाट 300 प्रतिनिधि आउनुभएको थियो। 300 प्रतिनिधिहरूको बिचमा हामीले गरेका निर्णयहरू केही निर्णयहरू हामीले यहाँ पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न गइरहेका छौँ। म यो एकपटक पढेर सुनाउँछु, त्यसपछि केही छुटेका अरू थप गर्ने विषयहरू हामी छलफलमा अगाडि बढाउनेछौँ। मैले सुरु गरेँ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल नवौं राष्ट्रिय परिषद 20 र 21 जेठ 2082 राष्ट्रिय सहभागी र काठमाडौँ घोषणापत्र। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो गौरवपूर्ण 7औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पश्चात महासङ्घको विधानमा भएको व्यवस्था अनुसार नवौं सङ्घीय परिषद मिति 2082 जेठ 20 र 21 गते राष्ट्रिय सहभागी र काठमाडौँमा वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मूल नाराका साथ भव्य रूपमा सम्पन्न भएको छ। यस परिषदमा नेपालको सामुदायिक वनलाई सामुदायिक स्वायत्तता, समावेशीकरण, लैङ्गिक समानता, समावेशीकरण, सुशासन, उद्यम तथा पर्यटन विकास र सामुदायिक समृद्धि सहित वनको दिगो व्यवस्थापनको आधार बनाउँदै नेपाललाई काठ लगायत वन पैदावारमा प्रभावकारी एवं वातावरणीय सेवा मार्फत आत्मनिर्भर बनाउने अभियानमा राजनीतिक दलका प्रतिनिधिहरू सरकारवालाहरूबाट साझा प्रतिबद्धता व्यक्त भएको छ। नेपालमा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाको अभ्यास भइरहेको 1 दशकभन्दा बढी भइसकेको अवस्थामा यसको संस्थागत विकास र कार्यान्वयनमा तथाकथित पुरातनवादी शक्तिहरूले विरोधका गतिविधिहरू सञ्चालन गरेका छन्। यसै सन्दर्भमा नेपाल सरकार र राजनीतिक पार्टीहरूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा एकताबद्ध भई लाग्न हार्दिक अनुरोधका साथ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल प्रतिबद्धता व्यक्त गर्दछौँ। विश्वव्यापी दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागू भएको पनि 1 दशक पुग्न लागेको परिवेशमा सामुदायिक वनका सन्दर्भमा सिर्जना भएका अवसर र चुनौतीहरूको बारेमा यस परिषदले औपचारिक एवं अनौपचारिक रूपमा गहन समीक्षा गरेको छ। सामुदायिक वन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र नाफामूलक क्षेत्रहरूको तीव्र हस्तक्षेप, वन क्षेत्रका कानुन निर्माणको प्रक्रियामा भइरहेको स्वार्थी समूहको हस्तक्षेप, तिनीहरू कर, वन डढेलो, वन उद्यम, वन्यजन्तु आक्रमण, लैङ्गिक हिंसा, महिला युवा नेतृत्वका विषयका साथै विदेशी काठ आयात प्रक्रियालाई रोकी स्वदेशी काठको प्रयोग गर्ने जस्ता विषयहरू यस परिषदको प्रमुख चासोको रूपमा लिइएको छ। वनको दिगो व्यवस्थापन मार्फत समृद्ध जीविकोपार्जन नै सामुदायिक वनको मूल मर्म भएको र यसका लागि सामुदायिक वनको योगदान, भूमिका र प्रभावकारिता बढाउने साझा प्रतिबद्धता सहित सम्पन्न भएको यस महासङ्घको नवौं राष्ट्रिय परिषद मार्फत 22 बुँदे घोषणापत्र जारी गरिएको छ। 1. नेपालको संविधान र सङ्घीय कानुन विपरीत हुने गरी प्रदेश सरकारहरूले सामुदायिक वन उपभोक्ता समूहमा लगाउँदै आएको तिहेरो कर हटाउन माग गरी महासङ्घले सञ्चालन गर्दै आएको आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने सामुदायिक वन उपभोक्ता समूहहरू, स्थानीय महासङ्घ, जिल्ला महासङ्घ, प्रदेश महासङ्घ सहित ऐक्यबद्धता जाहेर गर्ने सबै नागरिक समाज सरकारवालालाई समेतलाई धन्यवाद व्यक्त गर्दछौँ। हालसम्म पनि एकातिर तिहेरो करको मार समाधान हुन सकेको छैन भने नेपाल सरकारले 2082 जेठ 9 गते सार्वजनिक गरेको आर्थिक सुधार कार्यान्वयन योजना 2082 को
बुँदा नम्बर 192 मा सामुदायिक वनको रकम तीनै तहका सरकारबीच बाँडफाँड गर्ने भनी राखिएको योजना तथा क्रियाकलापले सामुदायिक वनको अस्तित्व समाप्त पार्ने भएको हुँदा उक्त योजनाको बुँदा नम्बर 192 तत्काल खारेज गरियोस्। 2. सामुदायिक वन उपभोक्ता समूह भनेको समुदायको परम्परागत ज्ञान सिप प्रथाजनित अभ्यास हो जसले समुदायमा भएको विभिन्न जात जातिका संस्कृतिलाई बचाउँदै महिला आदिवासी जनजाति दलित अल्पसंख्यक मधेसी मुस्लिम आदिको नेतृत्व क्षमता विकास गरी वातावरण संरक्षण तथा जैव विविधताको संरक्षण गर्दै आइरहेका छन्। यसकारण सामुदायिक वन मर्जको विरुद्धमा महासङ्घले नियमित बहस सञ्चालन गर्दै आएको छ। साना साना समूहले गरेको कामको अवमूल्याङ्कन गर्ने गरी मर्जरको कुरा ल्याएर आर्थिक पाटोलाई मात्र हेर्ने भएका कारण समूह मर्जरको विरुद्धमा नियमित खबरदारी गर्न देशभरका सामुदायिक वन उपभोक्ता समूहहरूलाई आह्वान गर्दै सामुदायिक वनहरूलाई मर्जर गर्ने कार्य रोक्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ। 3. सामुदायिक वनका व्यवस्थापनका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको छ भन्ने कुरामा हामी विश्वस्त छौँ। यद्यपि सामुदायिक वनमा पर्यटन विकास गर्ने कार्यमा स्थानीय तहबाट सिर्जना हुँदै आएका हस्तक्षेपकारी भूमिकाप्रति यस महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ। त्यसैले सामुदायिक वनका कार्ययोजना तर्जुमा क्रममा स्थानीय तहसँग गरिने परामर्श, सामुदायिक वनको वन पैदावार सङ्कलन सम्बन्धी योजना कार्यान्वयन र सामुदायिक वनमा आधारित पर्यटनका कार्यहरूमा स्थानीय तहबाट अवरोध सिर्जना नगरी सहयोग र सहकार्यको लागि हार्दिक अनुरोध गर्दछौँ। यसैगरी सामुदायिक वनमा उपभोक्ता समूहले सञ्चालन गर्दै आएका पर्यटन कार्यक्रमहरू निजी क्षेत्रलाई सुम्पर्ने गरी स्थानीय तहबाट प्रकाशन गरिएका सम्पूर्ण बोलपत्रहरू आह्वान तत्काल रद्द गर्न आग्रह गर्दछौँ। 4. वन नियमावली 2049 मा गरिएका विभिन्न व्यवस्थाहरू सङ्घीय वन ऐन 2076 र प्रदेश वन ऐन नियमावली र आर्थिक ऐनसँग बाँधिएकोले वन नियमावली 2079 मा संशोधनका लागि पेश गरिएका सुझावहरू सम्बोधन हुने गरी वन नियमावली 2079 लगायत प्रदेश ऐन नियमावलीहरू तत्काल संशोधन गर्नका लागि नेपाल सरकार र प्रदेश सरकार समक्ष जोडदार माग गर्दछौँ। 5. सामुदायिक वनमा गम्भीर प्रभाव पार्ने जलविद्युत आयोजना, केबुलकार, होटेल तथा रिसोर्ट स्थापना गर्ने जस्ता कार्यहरू हटाई वन लगायतका प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार खोज्ने खालका कार्य तत्काल बन्द गर्न आह्वान गर्दछौँ। 6. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 तत्काल खारेज गरी समुदाय मन्त्री ऐन बनाउन र मध्यवर्ती सामुदायिक वनलाई सामुदायिक वनमा रूपान्तरण गर्न हार्दिक आह्वान गर्दछौँ। 7. नेपालमा तर्जुमा गरिएका जलवायु परिवर्तन सम्बन्धी नीति तथा कानुनहरूमा जलवायु वित्तका रूपमा प्राप्त रकमको कम्तीमा 80% रकम स्थानीय समुदायमा प्रवाह गरिने व्यवस्था गरिएको भएकोले उक्त व्यवस्थाको व्यवस्था गरी नेपाल सरकार लगायत जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सहयोग गर्ने दात्री निकायहरूले समेत सामुदायिक वन उपभोक्ता समूह लगायतका स्थानीय समुदाय मार्फत जलवायु वित्त परिचालन नगरी सरकार नै नभएका सरकारी निकाय र नाफामूलक संस्थाहरूलाई हावी गराउने गरी जलवायु वित्तको दुरुपयोग गर्ने कार्य गरिँदै आएकोले तत्काल उक्त कार्य रोकी जलवायु वित्तको 80% रकम सोही प्रयोजनमा उपभोक्ता समूहको निर्णयअनुसार खर्च गर्न पाउने हक सुरक्षित गर्दै सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराउनका लागि सबै तहका सरकार र दात्री निकाय समक्ष हार्दिक आग्रह गर्दछौँ। 8. जैव विविधता सम्बन्धी महासन्धि 1992 र सो अन्तर्गतको पक्ष राष्ट्रको सम्मेलनहरूले सामुदायिक वनलाई पनि संरक्षणका प्रभावकारी उपायको रूपमा मान्यता दिने निर्णय गरेकोले नेपालमा कुनै पनि नाम गरेका थप संरक्षण क्षेत्रहरू घोषणा नगरी सामुदायिक वनका माध्यमबाट नै जैव विविधता संरक्षण गर्ने कार्यमा प्रतिबद्ध हुन नेपाल सरकार समक्ष आह्वान गर्दै दिगो विकास लक्ष्यको स्थानीयकरण गर्ने कार्य सामुदायिक वन उपभोक्ता समूह मार्फत गरिनेछ भनी संयुक्त राष्ट्र समक्ष नेपालले पेश गरेको प्रतिबद्धता स्मरण गराउँदै उक्त प्रतिबद्धताबाट विचलित नहुन आग्रह गर्दछौँ। 9. वन नियमावली 2079 मा सामुदायिक वन उपभोक्ता समूहको साधारण सभाको सहमति बिना सामुदायिक वनमा कुनै पनि किसिमका विकास आयोजनाका लागि भौतिक संरचना बनाउन नपाइने व्यवस्था भएको भए पनि उक्त प्रावधानको व्यवस्था गरी समूहको साधारण सभाको सहमति बिना सामुदायिक वनमा विकास आयोजनाका नाममा अतिक्रमण गरी भौतिक संरचना बनाउने कार्य गरिएकोले उक्त कार्य रोक्नका लागि सबै तहका सरकार समक्ष हार्दिक आह्वान गर्दछौँ। 10. सामुदायिक वनका माध्यमबाट वन पैदावार सङ्कलन र
प्रशोधन गर्ने गरी लघु उद्यम घरेलु उद्यम सञ्चालन गर्दै आएको भए पनि सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गर्न नपाइरहेकोले उद्योग ऐनमा सामुदायिक वनको उद्यम दर्ता गर्न पाउने व्यवस्था गरियोस्। 11 सामुदायिक वन क्षेत्रमा युवा सहभागिता बढाउन र सामाजिक सामुदायिक वनको नेतृत्वमा ल्याउन अभिप्रेरित गर्ने उद्देश्यले सामुदायिक वनमा युवा लक्षित कार्यक्रम अभियानको रूपमा लैजान सम्बन्धित सबै सरकारहरूलाई हार्दिक आह्वान गर्दछौँ। 12 जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनलाई प्रभावकारी बनाउन र हिमालको महत्त्वलाई विश्वव्यापी रूपमा जागरण ल्याउन प्रकृति संस्कृति र समृद्धिको सम्मान गर्दै हिमाल बचाऊ अभियान सञ्चालन गर्ने। 13 सामुदायिक वनका माध्यमबाट वनको दिगो व्यवस्थापन वातावरण र जैविक विविधताको संरक्षण रोजगारी र आय सिर्जना गरिबी न्यूनीकरण लैङ्गिक समानता र महिला सशक्तिकरण सामाजिक समावेशीकरण वन पैदावारको न्यायोचित वितरण वन सम्बन्धी प्रथाजनित अभ्यासको सम्मान लोकतन्त्र र सुशासन सुदृढीकरण गर्ने जस्ता कार्यलाई सामुदायिक वन उपभोक्ता समूहले प्राथमिकता र उच्च महत्त्व दिँदै आएको छ। यसैले यस्ता कार्यप्रति प्रतिबद्ध भई सामुदायिक वनको मर्म र भावना अनुसार नै सामुदायिक वन उपभोक्ता वन व्यवस्थापनका कार्यहरू गर्नका लागि सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहहरू समक्ष हार्दिक आह्वान गर्दछौँ। 14 जलवायुजन्य प्रकोपका कारण हावाहुरी वन डढेलो तथा आगलागी जोखिम बढी हुने गरेको छ। वर्षेनी ठुलो मात्रामा धनजनको क्षति भइरहेको छ। यो क्षतिलाई न्यूनीकरण गर्नका लागि सबै सरकारवाला सङ्घ संस्थाको ध्यान जान जरुरी छ भने सरकारका वार्षिक नीति तथा कार्यक्रम क्षमता विकासका कार्यहरू सुरक्षाका साधन स्रोत बीमा अग्नि रेखा निर्माण जनचेतना राहत र उचित क्षतिपूर्तिका लागि अनिवार्य बजेट छुट्याई वनलाई डढेलोबाट जोगाई वायु प्रदूषण र आगलागीबाट हुने जनधनको क्षतिलाई कम गर्नको लागि आम उपभोक्ता तिनै तहका सरकार तथा सबै सरकारवालाहरू समक्ष हार्दिक आह्वान गर्दछौँ। नेपाल सरकारले निर्माण गर्ने पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न र विदेशबाट आयात हुने काठलाई प्रतिस्थापन गर्न जोडदार माग गर्दछौँ। 16 सामुदायिक वनको कार्ययोजना बनाउँदा कुनै पनि विश्लेषण नराखिकन सामुदायिक वनको कार्ययोजना बनाइयोस् र कार्ययोजना बनाउनका लागि तिनै तहका सरकारको तर्फबाट आर्थिक प्राविधिक सहयोग गरियोस्। सामुदायिक वनका कार्ययोजना बनाउने नाममा समूहमा अवैधानिक रूपमा आर्थिक व्यवहार बढाउने कार्य बन्द गरियोस्। 17 वन्यजन्तुको आक्रमणका कारण मानवीय धनजनको ठुलो क्षति भएको हुँदा वन्यजन्तुको पालन बेचबिखन गर्न पाउने व्यवस्था गरियोस्। साथै वन्यजन्तुबाट भएको क्षति बापत राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्दै वन्यजन्तुबाट हुने आतंक तत्काल बन्द गरियोस्। 18 सामुदायिक वन अभियानलाई व्यवस्थित गर्दै समावेशी बनाउन वन क्षेत्र र नवीन प्रविधिमा आधारित युवा लक्षित स्टार्टअप व्यापार कार्यक्रम तथा वित्तीय सङ्घ संस्थाबाट अनिवार्य रूपमा गरिने समुदायको सामुदायिक वन समूहमा मार्फत अनिवार्य गरियोस्। 19 वन ऐन 2076 मा भएको कानुनी व्यवस्था अनुसार समूहले वन पैदावार स्वतन्त्र रूपले मूल्य निर्धारण गरी बिक्री वितरण गर्न पाउने व्यवस्था सरकारका कार्यविधिहरूले गैर कानुनी रूपबाट नियन्त्रण गरेको हुँदा उक्त व्यवस्था र कार्यविधिहरू खारेज गरी समूहको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछौँ। 20 सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र सुखा ढलापडा खडा काठ दाउरा साधारण सभाको निर्णय अनुसार मार्फत सङ्कलन गरी आन्तरिक खपतलाई कुनै किसिमको बन्देज लगाउने कार्यलाई बन्द गरियोस्। 21 अन्य प्रभावकारी संरक्षण क्षेत्र OECM-लाई पनि संरक्षित क्षेत्रको रूपमा विकास गर्न खोजिएको देशभरका विभिन्न 58वटा क्षेत्रलाई OECM-का क्षेत्र भन्दै आएको प्रति हाम्रो असहमति रहेको छ र हाल सामुदायिक वन उपभोक्ता समूहहरूलाई नै स्वतः OECM-को रूपमा मान्यता प्रदान गरियोस्। 22 विकास साझेदार संस्था विभिन्न सङ्घ संस्थाहरूले सामुदायिक वन उपभोक्ता समूहका कार्यक्रम सञ्चालन गर्दा सामुदायिक वन उपभोक्ता समूह उपभोक्ता महासङ्घ नेपालसँग समन्वय तथा सहकार्य गरेर काम गर्न आह्वान गर्दछौँ। अन्त्यमा यस 9औं परिषदमा सहयोग गर्नुहुने
प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्रीज्यू, विशिष्ट अतिथिज्यूहरू सम्पूर्ण पार्षद प्रतिनिधिज्यूहरू, सरकारवाला सङ्घ संस्था प्रतिनिधिज्यूहरू, पत्रकार लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछौँ। धन्यवाद।